नमस्कार, न्यू आइपिओ अपडेट नेपाल युट्युब च्यानलमा स्वागत छ। नेपाली शेयर बजार सम्बन्धी पलपलका अपडेटहरूका लागि तपाईहरूलाई सरल रूपमा बुझाउन हामी सधैँ प्रतिबद्ध छौँ। आजको यस विशेष प्रस्तुतिमा हामी नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको बारेमा विस्तृत रूपमा छलफल गर्नेछौँ। यो कम्पनीको आइपिओ बाँडफाँड भइसकेको छ र यसको सेयरहरू लगानीकर्ताको डिम्याट खातामा पनि आइसकेका छन्। अब सबैको चासोको विषय भनेको यसको कारोबार कहिलेदेखि सुरु हुन्छ, ओपनिङ रेन्ज कति हुनेछ, बजारमा यसको मूल्य कति पुग्नेछ र यसलाई होल्ड गर्ने वा बेच्ने सही रणनीति के हुन सक्छ भन्ने कुरा हो। हामी यी सबै विषय गहिरो रूपमा चर्चा गर्नेछौँ। यदि तपाईहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस् ताकि तपाईलाई आगामी दिनहरूमा पनि यस्तै महत्त्वपूर्ण जानकारीहरू प्राप्त भइरहोस्। नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडले केही समय अगाडि नेपाली सर्वसाधारणलाई लक्षित गरी आइपिओ निष्कासन गरेको थियो। कम्पनीले करिब 18,45,000 किता सेयर सार्वजनिक गरेको थियो, जसबाट करिब 1,84,500 जना लगानीकर्ताले सेयर प्राप्त गर्न सफल भए। यसैगरी प्रवासी नेपालीहरूका लागि छुट्याइएको करिब 2,50,000 किता सेयर का लागि 2,22,500 जनाले आवेदन दिएका थिए, जसले गर्दा प्रतिलाभ स्वरूप 10 किता सेयर वितरण गरिएको थियो। आइपिओ बाँडफाँड पश्चात कम्पनीको सेयरहरू लगानीकर्ताहरूको डिम्याट खातामा दाखिल भइसकेको छ, साथै नेप्सेमा सूचीकृत समेत भइसकेको छ। धेरै लगानीकर्ताहरूले यस कम्पनीको कारोबार कहिलेदेखि सुरु हुन्छ भन्ने चासो देखाइरहनु भएको छ। कम्पनी लिस्टिङ बिहिबार साँझ भइसकेको हुनाले यसको कारोबार सम्वाद सोमबारदेखि सुरु हुनेछ। शुक्रबार नेप्से बन्द हुने भएकाले कारोबार भोलिपल्ट सुरु नहुने, तर सोमबारदेखि भने बजारमा खुल्ला हुने अनुमान गर्न सकिन्छ। अब कुरा गरौँ नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको ओपनिङ रेन्ज र यसको सम्भावित मूल्य वृद्धिको। नेप्सेमा सूचीकृत भएको दिन कम्पनीको ओपनिङ रेन्ज तोकिएको हुन्छ, जुन सामान्यतः कम्पनीको नेटवर्थको आधारमा निर्धारण गरिएको हुन्छ। नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको नेटवर्थ करिब ₹100.80 रहेको हुनाले यसको न्यूनतम ओपनिङ रेन्ज यही रहनेछ भने उच्चतम ओपनिङ रेन्ज यसको 3 गुणाले बढ्ने अनुमान गर्न सकिन्छ, जस अनुसार ₹302 सम्म पुग्न सक्नेछ। यदि पहिलो दिन पोजिटिभ सर्किट लाग्यो भने मूल्य करिब ₹332 पुग्न सक्छ। दोस्रो दिन 10% सर्किट लागेमा ₹364, तेस्रो दिन ₹400 र चौथो दिन ₹440 सम्म पुग्ने सम्भावना रहेको छ। तर बजारको अवस्था, माग र आपूर्तिको समीकरण अनुसार मूल्य घटबड हुन सक्छ। नेप्सेमा बुल मार्केटको प्रभाव परेमा वा कम्पनीले आगामी दिनमा राम्रो प्रगति गरेमा यसको मूल्य अझै माथि पुग्ने सम्भावना रहन्छ। अब कुरा गरौँ दीर्घकालीन लङ टर्म र छोटो अवधिको सर्ट टर्म लगानी रणनीति बारे। नेपाल माइक्रो इन्सुरेन्स कम्पनी नयाँ कम्पनी भएको हुनाले हाल यसको इपिएस धेरै उच्च छैन। हालको दोस्रो त्रैमासिक रिपोर्ट अनुसार यसको इपिएस ₹1.30 मात्र रहेको छ, जुन नयाँ कम्पनीहरूका लागि सामान्य कुरा हो। कम्पनीले आगामी दिनमा आफ्नो नाफा बढाउँदै लगेमा इपिएस पनि क्रमशः सुधार हुने सम्भावना रहनेछ। नेपालका ठूला बिमा कम्पनीहरूले वार्षिक रूपमा बोनस वा नगद लाभ दिने गर्छन्, तर माइक्रो इन्सुरेन्स कम्पनीले बोनस वितरण सम्भावना हालको लागि कम छ, किनकि यसको रिजर्भ फन्ड थोरै मात्रामा रहेको छ। तर यदि तपाईँ दीर्घकालीन रूपमा यस कम्पनीमा लगानी गर्नुहुन्छ भने भविष्यमा यसको मूल्य वृद्धिबाट राम्रो प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ। सर्ट टर्म लगानीकर्ताहरूका लागि भने नेप्सेमा बुल रनको अवधिमा उचित मूल्यमा बेचेर नाफा सुरक्षित गर्न रणनीति उपयुक्त हुन सक्छ। माइक्रो इन्सुरेन्स कम्पनीहरूलाई बजारमा सीमित सेयर मात्र उपलब्ध हुने भएकाले डिमान्ड उच्च रहने सम्भावना पनि रहन्छ। उदाहरणका लागि गार्जियन माइक्रो लाइफ इन्सुरेन्सको मूल्य ₹2,000 सम्म पुगेको थियो, जुन यसको उच्च मागका कारण सम्भव भएको थियो। यदि नेपाल माइक्रो इन्सुरेन्स कम्पनीले पनि यस्तै माग सिर्जना गर्न सक्यो भने यसको मूल्य ₹15,000 देखि ₹20,000 सम्म पुग्न सक्ने आकलन गरिएको छ। समग्रमा नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको आइपिओ बजारमा प्रवेश गरेसँगै यस कम्पनीको भविष्यबारे विभिन्न अनुमानहरू लगाउन सकिन्छ। छोटो अवधिमा यसको मूल्य कस्तो रहने भन्ने कुरा बजारको ट्रेन्ड, माग, आपूर्ति र लगानीकर्ताहरूको रुचिमाथि निर्भर रहनेछ।
दीर्घकालीन रूपमा हेर्ने हो भने कम्पनीको आगामी वित्तीय प्रदर्शन, बिमा व्यवसायको वृद्धि दर र यसको रणनीतिक योजनाहरूको आधारमा यसको सेयर मूल्य वृद्धि हुन सक्छ। यदि तपाईँ सेयर बजारमा नयाँ हुनुहुन्छ भने दीर्घकालीनका लागि कम्पनीको वित्तीय अवस्था बुझेर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ। तपाईँ यो कम्पनीलाई होल्ड गर्ने कि छिट्टै बेच्ने भन्ने निर्णय तपाईँको लगानी रणनीतिक र जोखिम उठाउने क्षमतामाथि निर्भर रहनेछ। आशा छ यस जानकारीले तपाईँलाई नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको भविष्यबारे राम्रो बुझ्न मद्दत गर्नेछ। आगामी दिनमा पनि यस्तै महत्त्वपूर्ण अपडेटहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भन्ने म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।